दामी यार। अब अहिले चाहिँ हामी के अरे ती चारातिर लागेको हो मेला चौरी महोत्सव 8औं चौरी महोत्सवतिर होइन रमाइलो छ। टाढा टाढा देख्न सक्ता है आप लोग। के दामी है के दामी है यस्तो दामी है यस्तो बवाल है कि कसम से आप खाना बिक हो जाओगे। लेकिन हमारा राइडर एकदम खतरनाक है। ओहो यो के हो नेपालको एउटा गीत जाओस् पारा धेरै हो पनि रातो रचन कसको गीत हो गीत गाउने को हो नि सुन्ने त्यो गीतै थाहा छैन। नेथानको गीत चाहियो र नि त यस्तो दामी ठाउँ छ है। आगनै भरि हिउँनै झरेछ अरू फुलै टिपिराखे सम्झौ उडायो छोड्यौ दामी छोड्यौ हाम्रो क्रसमा चढिसकेको छ दामी। ल ल ल ल ल पर भिडियो बनाउने लास लाग्यो अब चाहिँ ल म घरै पर बनाउँछु। हल्ला गर्छु यहाँ ल सोल्टीहरू पोखरी पोखरी नआउने न पोखरी फाइनल ल्याइसकेको छ हामी है। यहाँ बसौँ 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 न पागल पोखरी दामी छ यार ठाउँ चाहिँ जो कस्तो छ कस्तो लाग्यो मलाई छिर्दाखेरि यहाँसम्म साइडमा खुसी लाग्यो आज बिजोक ल्याइपुग्यो ल बिजोक होइन तर खुसी लाग्यो मलाई यहाँसम्म एकदम दामी च्याउ त खानु मिल्छ ल दामी है दामी ल फोटो खिच्नुपर्छ है एक दुईवटा झ्याप्पै फोटो खिच्ने हो फेसबुकमा हाल्नुपर्छ फेसबुकमा है एउटा पोस्ट तर शान्ति छ शान्तिभरि कहाँबाट यस्तो दामी धुपबत्ती गरेर पौडी खेल्नु मन लाग्यो यार भ्यागुताहरू छ कि छैन पक्रेर च्याप 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 खानुपर्छ है गाइजहरू दामी छ। अझै ओहो यो के हो यो पोखरी पो रहेछ आहा के गर्यो स्केल क्या स्केल कस्तो स्केल मिठा फेरि चारातीतर्फ दामी त जेस् अलिक सजिलो रहेछ यता बाटो चाहिँ उदो भन्दा चाहिँ तल त गाड हान्यो नि हाम्रो छ्या भैँसी अलिक माथिदेखि त गाड हानेको गाड हानेको नि भइसक्यो त हो कि नानी हो यता फर्के त ल दामी है यता जोर पहरीको अर्को जौले के भन्छ जौले पहरीको अर्को पहरी चाहिँ उता तल पनि छ यहाँ मुनि ऊ यता ल यो ठाउँ चाहिँ दामी लाग्यो यसरी गाडी ल्याएर तपाईँ पिकअप पनि धेरै मजाले माथि टाढा थियो त्यहाँ थियो होइन हौ यता बजिरहेको छ माथि यता बजिरहेको ऊ माथि चाहिँ के हो त्यो यहाँ माथि पो के हो माथि तान्दैन त नि यहीँ माथि जस्तो लाग्यो यहीँ माथि हो यहीँ माथि हो र गीत बजिरहेको थियो त नि ओ यहाँ त गीत मात्रै हो क्या गेट छ यहाँ है स्वागतम 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 चौरी चौरी
तोले तौली तोल्स बहादुरहरू पनि छ यहाँ हाम्रो यो मोटो भ्लग चाहिँ अब कन्टिन्यू नै छ ठेल भाइ ठेल चढा म्याच चढेन हाम्रो क्रसफायर चढेन है क्रसफायर चढेन हिँड्नुपर्ने हुन्छ है म चाहिँ अब कुद म्याच कुद ल ठाउँ चाहिँ है यहाँ तल रमाइलो गरिरहेछ आउने जति जाने हो सानी हो ल चढ्ने दामी दामी डल्लै किरा पर्छ छा भमिट आयो झन्डै चढ्छ यहाँ चढ्छ तान्नु पर्यो दाजु खेल भाइ ल के रे ल ल हिँड जङ्गलले जङ्गल छिन्नु पर्ला जस्तो छ यही माथि हो यही माथि कता चढ्ने ठाउँ निस्क्यो गाह्रो हो बाइकवालाहरूलाई चाहिँ त्यही छ गयो यार सर्टकट बाटो गयो यार भिडियो बनाउने लाज लाग्यो के गर्ने मेरो राइडर आइसक्यो हान्दै बटु हान्नु न सर धरी छिरिआएको छ ल कसम लेक लाग्यो झन्डै कसै गयो यो यो अम्बो घोडा हे घोडा हे ठोक डालुङ्गा damn so good के ग्रास बनैभरि कस्तो दामी आएको यार गुरा गुरा त्यसो नगर न मोरा झन्डी टाउको अड्क्यो हिँड्न अनि के भन्छ मुला त्यहाँ टाउको अड्क्यो यहाँ फेरि पनि सबैसँग रमाइलो छ रमाइलो यस्तो छ है रमाइलो छ को छ र यहाँ कोही छैन दादा रे कस्तो हिँड्छ मेरो म हिँड्छ मेरो ल तर मान्छे आएपछि मलाई भ्लग बनाउने कस्तो लाज लाग्छ कि गाइस दिस इज माई प्रब्लम है तर केही छैन हजुर अब घरिघरि अब त्यस्तै हो है घरिघरि अब लाज लाग्छ अब के गर्ने होइन तर मेरो भ्लगले फेरि निरोजको ध्यान भट्किन सक्छ भन्ने चाहना
त्यो पनि हो त्यो पनि हो मुले म त angka dakli hat mau pas madu sang-sang monaci Matukyang matukyang mo ta Matukyang anong kan ka त्यो त यस्तो ठाउँमा बसेर एक्लै गीत सुन्दै बस्नुको मजै छुट्टै छ क्या एकदम दामी छ ल अभी हम कहाँ है अमेज़न जंगल में है अभी हम यहाँ पर कुछ जरूरी सामान ढूंढने आए हैं कुछ लोग बंदियां मुझे ढूंढना है बहुत सुंदरी लोग यहाँ पाए जाते हैं भनेर हेर्नुपर्छ एकछिन है अहिले अब ठाउँ छैन यस्तो दामी ठाउँ छ हैन यहाँ चाहिँ एक दुईजना सोल्टिन लिएर लपक्कै बस्नु स्वादको छ क्या ठाउँ चाहिँ के गर्नु म कमाल है होस् अब भिडियो पनि गर्दिनँ अभी हम वहाँ हैं जहाँ किसी को पता नहीं अनजान गुमनाम शहर में ओह सो रहा ओए लामो हेलमेट पल्टिता है हरेस होता है गुल्टुटुवा जानुपर्छ त यार यो त म्याम बाके बल्ल यहाँ आइपुगेँ अझै माथि बाँकी छ गलेमा साथीहरू गले सकेँ म पनि आयो कसरी आइपुगेछ असिना हो यो असिना असिना पर रहा है यता माथि गएर लुगा फेर्नुपर्छ फोटो खिच्दिएको नि फोटो खिचे धेरै मान्छेसँग उनको स्वेटर लभ यू को निम्ति रहने कृषि पर्यावरण यावाची लगायतका विषयमा दी हमको आग्रह गर्न पनि सेवा मेरो हाते माडो हाम्रो पारसजीको च्यानललाई सब्स्क्राइब गरिदिनु होला सबैले ओ यो त बेइज्जत भयो यार सपोर्ट गरिदिनु होला हाम्रो साथ रहनेछ बेइज्जत भयो तपाईहरु जहाँ जहाँ पुग्नुहुन्छ हामी त्यही सोचको प्रतीक्षा छ त्यो बेला आउँछु र त्यो दिन भन्छु यो मुलुक कसैले बनाउनु पर्छ र आगामी दिनमा तपाई हामी सँगसँगै हुनेछौँ भन्ने विश्वास लिँदै हावा चलेर मात्रै हो क्या माथि डाँडामा धन्यवाद दिन चाहन्छु जय देश जय मातृभूमि नमस्कार